अहिले नेपालमा विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक भइरहेको छ। नेपालमा मात्र होइन, विदेशमा पनि फेसबुक चलाउने व्यक्तिहरूको फेसबुक ह्याकरहरूले चाहिँ ह्याक गरेर विभिन्न व्यक्तिहरूलाई म्यासेज गर्ने अर्थात् म्यासेन्जरमा कल गर्ने यस्ता क्रियाकलापहरू भइरहेका छन्। अब तपाईँले आफ्नो फेसबुक ह्याक हुनबाट कसरी बचाउने भन्ने कुरामा कुराकानी गरौँ। तपाईँले फेसबुकमा आएको कुनै पनि नजानेको लिङ्कमा चाहिँ कहिले पनि क्लिक नगर्नु होला। तपाईँको पासवर्ड वा फेसबुकको युजर आइडी कहिले पनि सामाजिक सञ्जालमा भुलेर पनि तपाईँले पोस्ट नगर्नु होला। अर्थात् तपाईँले चलाउने सामाजिक सञ्जालका गोप्य पासवर्ड या युजरहरू कहिले पनि कसैलाई सेयर नगर्नु होला। र मेसेन्जर अर्थात् तपाईँको फेसबुक नोटिफिकेसनमा आएका लिङ्कहरूमा तपाईँले थाहा नपाइकन तपाईँले कहिले पनि क्लिक नगर्नु होला। तपाईँको मेसेन्जरमा कुनै पनि व्यक्तिले नजानेको लिङ्क अर्थात् नथाहा पाएको लिङ्क पठाउँछ र तपाईँको फेसबुक नोटिफिकेसनमा त्यस्ता लिङ्कहरूको नोटिफिकेसन आउँछ भने तपाईँले यदि क्लिक गर्नुभयो भने ह्याकरहरूले चाहिँ तपाईँको फेसबुक सजिलै ह्याक गर्न सक्छन्। तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने तपाईँले मलाई फलो गर्न सक्नुहुनेछ भने तपाईँले यो भिडियो तपाईँको साथीभाइहरूसँग पनि सेयर गर्न सक्नुहुनेछ।